नमस्ते साथीहरु, सबैजना आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। आज मैले एउटा छोटो भिडियो बनाउने सोचेको थिएँ। अघि एउटा बनाए पनि तर विषयवस्तु अटेन क्या। अब म चाहिँ आज चाहिँ तपाईहरुसँग भ्रष्टाचारको हाम्रो समाजमा भएको भ्रष्टाचारको विषयमा बोल्दै छु। तर भ्रष्टाचारको विषयमा अलिकति फरक ढंगले बोल्दै छु। तपाईहरुको चित्त दुख्न सक्छ, त्यसैले अहिले नै आई एम सरी है त। अब के छ कि अहिले हामी नेताहरूलाई तिम्रो भ्रष्ट भयो, तिम्रो हैन चाहिँ काम नलाग्ने भयो भनेर भर्खर हाम्रो जेनजी भाइ बहिनीहरुको नेतृत्वमा आन्दोलन भएर चाहिँ हामीले पुरानो अधिकांश नेताहरूलाई चाहिँ उहाँहरूले चप्परी मुनि पुर्याइदिनु भयो। द्याट्स फाइन, ग्रेट। अब के छ, त्यो तपाईहरुको प्रोटेस्ट हाइज्याक भयो, त्यो थाहा होला, त्यो सुध्रिन्छ कुनै दिन, आश गरौँ। तर म एउटा अर्को एंगलबाट डिफाइन गर्न चाहन्छु कि हाम्रो नेताहरू मात्रै भ्रष्ट भएको हो कि हाम्रो समाजको अरु मान्छेहरु पनि भ्रष्ट छ। अरु मान्छेहरु सुध्रिनु पर्छ पर्दैन। म यति दाबी गर्न सक्छु कि हाम्रो सोसाइटीको 90% मान्छेहरु चाहिँ करप्टेड छन् मात्रै भनेर पुग्दैन, छौं। तपाईलाई म दुईटा दृष्टान्तबाट यो कुरालाई क्लियर गर्न चाहन्छु है। काठमाडौँको मान्छेहरुलाई त थाहा नहोला, अथवा बाहिर हिन्डुल गर्नुहुन्छ भने थाहा हुन्छ। तर यहाँ बस्ने अधिकांश मान्छेहरुलाई के हुन्छ भने अधिकांश मान्छेको घरमा इन्डियन सामान हुन्छ कर छलेको। यसमा जीरा, चामल, चिनी, मटरदेखि लिएर इज एन्ड एभ्रिथिङ, पंखा, लुगा सबै, सिमेन्ट बालुवा रड बाहेक, ढुङ्गा बाहेक अरु सबै आउँछ। त मलाई थाहा छ। उनीहरु आफै जान्छन् किन्न, जान सकेनन् भने छिमेकी जाँदैछ भने मलाई पनि ल्याइदेऊ भन्छन्। त्यो पनि भएन भने पसल हुन्छ नि, पसलमा इन्डियन त्यो कर छलेको माल सस्तामा पाइन्छ, त्यो सामान किन्छ। तपाई भन्नु सरकारको कर छल्नु भ्रष्टाचार हो कि हैन? त्यो उठेको कर खानु मात्रै हो कि उठ्नु भन्दा अगाडि नै खानु पनि भ्रष्टाचार हो? एउटा कुरो। ल दोस्रो उदाहरण दिन्छु म तपाईलाई। सबैको घरमा यो चाहिँ परेको, हामीले भोगेको र थाहा भएको कुरा भन्छु है। तपाईको घरमा कसै न कसैले अथवा हाम्रो घरमा कसै न कसैले कुनै बेला घर घडेरीको कारोबार त गरेको होला नि, हैन? गरेको छौं नि। छातीमा हात राखेर आफ्नो प्रिय मान्छेको कसम खाएर भन्नु त, तपाईले पूर्ण रूपमा त्यसको कर तिर्नु भयो जति तिर्नु पर्ने कि यसो घरबाट सिफारिस मिलाएर न्यूनतम मूल्याङ्कनमा त्यो कारोबार गर्न भन्नु त? 100% न्यूनतम मूल्याङ्कनमा गर्नुभयो। त्यो कर्मचारीसँग मिले मत्तो गरेर दुनिया गरेर, त्यो करप्सन हो कि हैन? हामीले अरूलाई मात्रै गाली गर्ने कि हामी आफू पनि सुध्रिने? अर्को सानो कुरा भनौं न, अस्ति जेनजी आन्दोलन भयो। जेनजी आन्दोलनको क्रममा नि त्यो हेर्नु त चोरहरू, गुडिया पनि चोरेको छ, रक्सी पनि चोरेको छ, फ्रिज, कुकर, वाशिङ मेसिन, खाने कुरा। अब त्यो चोरेर के छ, लगेको मात्रै छैन, अनि हिँड्ने बेलामा आगो पनि लागेको छ क्या। अनि आफू चाहिँ आफ्नो नियत चाहिँ त्यस्तो राखेर अरूलाई मात्रै सुध्री भनेको त तैँले मात्रै खाने, मैले खानु नपाउने भन्नेतिर पो अर्थ लाग्छ कि साथीहरु। म ग्यारेन्टी गर्न सक्छु कि पायो भने नि 99.9% मान्छेले चाहिँ भ्रष्टाचार गर्ने हो, खाने नै हो क्या। अहिलेसम्मको हाम्रो मेन्टालिटी क्या। हामी सुध्रिनु पर्छ। यहाँ समस्या के देखिरहेको छु भने नि, कसले धेर खायो, कसले थोर खानु पायो, कसले खानै पाएन। के त कसले धेरै खायो, कसले थोरै खान पायो र कसले खानै पाएन नि, यी तीनटा बीचको द्वन्द मात्रै हो। तर हामीले यसै भनेर छुटकारा पाउन सक्ने अवस्था छैन। हामी सुध्रिनको विकल्प छैन। नेता सुध्रिनु पर्छ, जनता सुध्रिनु पर्छ र ब्युरोक्र्याट्स पनि सुध्रिनु पर्छ। तपाईलाई थाहा छ एउटा कुरा, नेता आफूले मात्रै चाहेर कहिले पनि भ्रष्टाचार गर्न सक्दैन। त्यहाँको हुन्छ। अस्ति महावीर पुन सरले पनि भनेका थिए,
पहिल्यै भनेको थिएँ, अस्ति भर्खर आएको थियो मिडियामा हाइलाइट भएको थियो। एक्चुअली त्यो हो, त्यो हो है। ब्युरोक्रेट्स कर्मचारीसँग नमिलिकन, कर्मचारीले आइडिया नदिइकन, उनीहरूले नचाहिकन नेताले एक कञ्चन एक पैसा पनि भ्रष्टाचार गर्न सक्दैन है, सक्दैन। चाहे त्यो तपाईँको राजस्व भन्सार छलेर सामान ल्याउँदाखेरि पाउने कमिसन होस्, अथवा तपाईँको सरुवा बडुवाको क्रममा पाउने होस्, अथवा जे छ नि अहिले आएको तपाईँको भन्नु ठुल्ठुलो भ्रष्टाचारको काण्डहरू छ नि, त्यो सबैमा चाहिँ के छ, ब्युरोक्रेट्सले आइडिया दिन्छ, यसो गर्दाखेरि यसो हुन्छ हजुर, यो कानुनको यो दफाले चाहिँ यसो भन्छ भनेर लुप होल खोजेर खान सिकाउने ब्युरोक्रेट्सहरू नै हुन्छ। र नेपालीहरूलाई, ल एउटा कुरो, नेपालीहरूलाई हामी सबैजनाले सम्पत्ति शुद्धिकरणमा ल जाम त, हाम्रो अहिले सबै भएको प्रपर्टी इच एन्ड एभ्री नेपालीले लु प्रमाणित गरौँ त। 90 देखि 95% मान्छेले, नेपालीहरूले अहिले आफ्नो भएको सम्पत्तिको स्रोत देखाउन सक्दैन। ल मेरो च्यालेन्ज भयो। भनिसकेपछि के हो कुरो, हामीले बुझ्नुपर्छ कि पर्दैन? त्यसैले अरूलाई सुध्री भन्नुभन्दा अगाडि आफू पनि सुध्रिने हो, हामी आफै सुध्रिने हो, हामीबाट सुरु गर्ने हो। अब नेतालाई मात्रै दोष नदिउँ, उनीहरू निर्दोष छ भन्नु खोजेको होइन, उनीहरूको दोष छ, तर हाम्रो पनि दोष छ। कसको? नेताको, हामी जनताको, ब्युरोक्रेट्सको, व्यापारी व्यवसायी, हरेक तह र तबकामा बसेका मान्छे हामीहरू सबै माइन्ड करप्ट छ, नेगेटिभ माइन्डेड छौँ। अब त्यो नेगेटिभ माइन्डेड छौँ होइन। ल त साथीहरू, अब आज यति भन्दै, अब तपाईँहरूलाई के लाग्छ? गाली गर्ने मन लागे गाली गर्नु, जे मन लाग्छ गर्नु, यो मेरो आफ्नो कुरो हो, मैले मेरो आफ्नो कुरो भने, बाँकी यसलाई कसरी बुझ्ने त तपाईँहरूको कुरो। हस् त, थ्याङ्क यू, नमस्ते।